नमस्ते, म अनाया बुढाथोकी। आज म नेपालको भक्तपुर दरबार स्क्वायरमा घुम्न गइरहेको छु। यो हो नपुखु। नपुखु भक्तपुर दरबार स्क्वायरको ऐतिहासिक पोखरी हो। न भन्नाले ठुलो र पुखु भन्नाले पोखरी जनाउँछ। यो पोखरी मल्लकालमा निर्माण गरिएको हो। लगभग 3 मिनेट हिँडेपछि भक्तपुर दरबार स्क्वायरको गेटमा पुग्यो। यहाँको दरबारहरू धेरै सुन्दर र उत्कृष्ट छन्। यो हो राष्ट्रिय कला सङ्ग्रहालय, नेसनल आर्ट म्युजियम। यहाँ विभिन्न वास्तुकला र मूर्तिकला पाइन्छ। यो 55 छ्याले दरबार। यो मल्ल राजाहरूको पनि दरबार थियो। 55 छ्याले दरबार यहाँ धेरै नै प्रसिद्ध छ। यातापुल मन्दिर भक्तपुरको प्रसिद्ध 5 तले मन्दिर हो। यो राजा भक्त प्रकाश मल्लले सिद्धिलक्ष्मी देवीको लागि बनाएका हुन्। भक्तपुरको भैरव मन्दिर पुरानो र प्रसिद्ध मन्दिर हो। यहाँ काल भैरवको पूजा गरिन्छ र चाडपर्वमा धेरै भक्तजन आउने गर्छन्। विभिन्न हस्तकलाहरू पनि गर्नुहुन्छ। यहाँ धेरै राम्रो र सुन्दर चित्रकारहरू पनि रहेछन्। अब हामी नेवारी खाद्य परिकार खानेछौँ। यहाँ नेपाली बाजाहरू पनि रहेछन्। मैले मेरो दिन बिताएँ र भक्तपुर दरबार स्क्वायर चाहिँ धेरै राम्रो ठाउँ रहेछ। धन्यवाद।